रेडी 1 2 3 एक्सन ओ अब चाहिँ फर्स्ट यो चाहिँ त्यो रगतवाला सिन सक्छ के हैन फेरि सो हेलो गाइज वेलकम टु माई भ्लग आजको हाम्रो चाहिँ आज हाम्रो यहाँ एकदम दामी खतरा सुट हुन लाग्छ यो बिल्डिङमा हैन यहाँ यो बिल्डिङमा आज हाम्रो यहाँ दामी अनि आज खुङखार सुरु हुन्छ हाम्रो आज बिल्डिङमा हाम्रो केटाहरू सब तयार भइसक्यो आजको लागि आजको हाम्रो डेस्टिनेसन यो लोकेसन आजको हाम्रो यही हो ल यो हाम्रो लोकेसन आजको हामी केटाहरू सब पछाडि छ अब हामी यहाँ पसौँ होइन कस्तो छ हेरौँ भित्रको सिन चाहिँ एकदम दामी छ यहाँ फेरि यहाँ माथि हो क्या कस्तो दामी छ त यार यहाँ त यो चाहिँ मेरो फर्स्ट भ्लग हो क्या यो युट्युबमा यसरी बोलेर चाहिँ मैले अहिलेसम्म भ्लग गरेको थिएन आज चाहिँ गरिदिउँ कि भनेर क्या त्यही भएर लोकेसन चाहिँ दामी रहेछ यार आजको हाम्रो कस्तो छ भन्दाखेरि यो भिडियो चाहिँ पुरै त्यो फाइटिङ सिन टाइपको छ क्या अनि यो चाहिँ धुलीखेलमा हो क्या हामी धुलीखेलमा छ अहिले होइन दामी हो लोकेसन यस्तो पुरै त्यो हुन्छ नि हवेली जस्तो टाइपको क्या यस्तो छ होइन कहाँनिर गर्नु चाहिँ अब खोज्नुपर्छ हामीले ब्याग कहाँ छ त कहाँ डिकीमा ब्याग उतिले बोकिराख हावा भने ओ कहाँ गर्ने ओ अब दामी छ हो बिल्डिङ त यहीँ दामी छ नि भाइ माथि जाउँ न हिँड्छौँ ओहो यहाँ दाइ हुन्न छ यहाँ त के हो बाजे बस्दो रहेछ नि त नि जाउँ यो मान्छे बस्दो रहेछ ल यहाँ चाहिँ खतरा छ ल कस्तो को मतलब सेतो सेतो खोइ त हो नि सब ब्यागमा छ भने त नि एटिएम कार्ड छैन पैसा पनि छैन एटिएम कार्ड छैन तसँग हुन्छ अनि उसले पनि बरु नि त धुलो टाइपको भाग्ने मान्छे को युवराजलाई हाल्ने युवराज लाहाटे आउँछ युवराजको बुकमा होइन यहाँ हाम्रो मेन सामानै छुटिरहेको क्या गनै छुटिरहेको क्या अब मेन सामानै छुट्यो अब अझै ढिला हुने भयो क्या हाम्रो सुटको फेरि अब केटाहरू लिन गएको छ त्यो गन लिन गएको छ होइन त्यो पिस्तोल क्या त्यो प्लास्टिकवाला क्या त्यो नै छुटिरहेको क्या मेन गनेको सुटै रोक्यो क्या हाम्रो अब ढिला हुने फेरि अब ठिक छ अब ल त्यो आएपछि होला कन्टिन्यू हुन्छ ल आजको गन हाम्रो आइसक्यो गन होइन केटाहरूले नयाँ किनेर ल्याएर चाहिँ यहीँबाट खासमा घर लिन गएको थियो अनि घर लिन गएको थियो घर गएन यहीँबाट किनेर ल्याएर चाहिँ केटाहरूले नयाँ गन ल खोइ यसको मुनिपट्टि खोइ त यो छैन ल यही भयो नि चल्छ केही हुन्न के टास्नु पर्ने कहाँबाट ल्याएको यो गन तलबाट हो किनेर ल्यायो होइन ए ठिक छ ल किनेर ल्याएको भयो ल ल अब सुरु हुन्छ हाम्रो भ्लग ल हेर्दै गर्नु केही न केही त छुट्यास लागिरहेछ मन ल ल सुरु भइ गाडी यहाँ सुरु भइरहेछ है लाउनु पर्दैन कि जस्तो भन्नु हिरो हो नि मान्छे अब सुटिङ हाम्रो भइसकेको छ हुन लागिरहेको होइन यहाँ यो फर्स्ट सुटिङ हाम्रो यहीँबाट भइरहेको ल पुकार त्यहाँ रेडी भइरहेको पुकार खोल भने मुद भने
ल 1 गाडी र सुरु भइसक्यो एक्टिङ सुरु भइसक्यो गुड गुड ल फर्स्ट सुट नि यहाँको होइन टेक नम्बर 1 अब टेक नम्बर 2 क्या अलि बेला बेलामा पछाडि हेर्नु न सर्ट गोमा त सोधायो गो सेट खतरा खतरा आयो केटाहरू सुट गरेर ल हुँदैछ यहाँ हाम्रो त्यस्तै गरेर दामी निकाल्यो यहाँबाट अब सिधा ल ल खतरा खतरा ल छ यार फेरि है ओइ खत के भयो मास्टर गर्नु दुईचोटि जम्मा हान्ने पो ल हेर त भएन भन्ने त्यो अर्को टेक टेक ल नेक्स्ट सिन है नेक्स्ट अर्को भइरहेको सिन यहाँ हुन्छ होइन यहाँबाट यहाँ चसा फुकाल तल यसरी ओरिपरि हेर्नुहोस् है है अब के गरे भन्दाखेरि अब यो अहिले चाँडै आएको देखाउने के बुझ्नुहोस् यहाँबाट चाँडै आएको देखाउने अनि त्यो भएपछि मैले यसरी हेर्न पाएँ दाना हेर्न पाएँ क्या टेक 3 हेरेर आइज न लास्ट सिन है लास्ट सिन ल पुकार लास्ट गाह्रो छ हेर्नु गाइस सिन यस्तो हुन्छ है हाम्रो ल पहाड यो छोड्दै यही भइरहेको छ ल हाम्रो अब नेक्स्ट सिन भइरहेको छ है यहाँ सुरु हुन्छ नेक्स्ट सिन अब सिन बाँकी छ सकिसक्यो अब नेक्स्ट सिन हुँदैछ हाम्रो ल आजको भ्लग चाहिँ दामी नै भइरहेको छ हाम्रो होइन अहिलेसम्म चाहिँ सोचे जस्तो सबै भइरहेको छ अझै बाँकी छ अब भर्खर त आधीको नि आधी भयो क्या अब अझै पुरै बाँकी छ 100%मा हाम्रो भर्खर सुट भएको भने 20% क्या त्यति पनि छैन होला त्यति 20% सुट गर्ने लगभग कति हामीलाई 1 घन्टा जति टाइम लागिसक्यो क्या केटाहरू चाहिँ सामान लिनु गएको छ ब्यागमा छ क्या सामानहरू सबै अनि त्यहाँ त्यो हाम्रो त्यो रगत हुन्छ नि त्यो बनाउने त्यो पाउडरहरू त्यसको सबै सामान त्यो ब्यागमै छ क्या युवराज तिमीले त चाबी पनि लिएर ब्यागै लिएन ब्यागै यहाँ लिनु कहाँ जान्ला ल छैन त्यही बिचको चान्चुन थियो चान्चुन छैन अब केटाहरू फेरि पानी किन जान्ला अरे होइन दिँदैन आजको एकदम दामी भिडियो हो हाम्रो यो चाहिँ अब पानी किन जान्ला अरे यो भिडियो चाहिँ हाम्रो पर्सि 2-3 दिनपछि आउँछ 3 दिनपछि जतिपछि आउँछ हाम्रो होइन आज आधी सुट हुन्छ त्यसपछि पर्सि अझै बाँकी छ पर्सिको लागि पनि यो चाहिँ हाम्रो 2-3 दिन लाएरै सुट हुन्छ जस्तो लाग्छ होइन हेरौँ यहाँ ऊ चाहिँ गन हान्ने मान्छे हो क्या ऊ चाहिँ हाम्रो मान्छे मार्ने केटाहरू यहाँ मेरो फोनमा चाहिँ फेरि चार्ज सकिरहेको छ क्या अब भ्लग सायद सबै खिच्न पाउनु जस्तो लागिरहेको छ होइन सकेसम्म खिचौँ हेरौँ नभए साथीकोबाट खिचेर भए पनि मेरोमा हाल्नु ल कतिसम्म खिचिन्छ हेरौँ न हेर खेल्न छैन आत्ति क्या अलिकति आत्ति न अब डराएर क्या भन्छ एक्कासी के भयो क्या टाइपको क्या भन्न होइन तास हान्ड्रा हुन्छ एक्कासी आत्ति क्या एक्कासी लग्यो के भयो टाइपको हेर जसरी हेर क्या होइन अलिक बढी झर्छु क्या यो बढी नझर्छु क्या न आत्ति न बढी झर्छु क्या त फेरि ल फेरि फेरि ल भयो बस 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 छिर बस रेडी 1 2 3 एक्सन
ओ अब चाहिँ पर्फेक्ट छ ल यो पर्फेक्ट छ ल अब हाम्रो यहाँ मेन सिन सुरु हुँदैछ अब त्यो पुरै रगतवाला सिन सुरु हुँदैछ अब चाहिँ होइन मेरोमा त्यो चार्ज पनि थिएन अनि त्यही माथि मेरै सिन थियो क्या अहिले अनि कोही केटाहरू पनि खाली थिएन अनि त्यही भएर अनि एकैचोटि भ्लग अहिले सुरु भयो क्या हाम्रो चाहिँ धेरै कुरा भइसक्यो क्या अहिले त्यो चाहिँ भ्लगमा देखाउनु पाएन होइन यस्तो छ क्या फोटोहरू छरिबरी भइसक्यो क्या यहाँ अब हाम्रो यहीँ सुरु हुन्छ क्या यो चक्कुको नै सिन छ अनि उयो भाइ र मेरो थियो क्या यो भाइ र मेरो थियो अनि सबैको रोल थियो क्या यसमा चाहिँ अनि अहिले चाहिँ यस्तो भइरहेको छ रगत सकतको सिन छ अब रगतहरू तयार गरेर क्या हामी चाहिँ भिडियोको लागि रगत चाहिँ हाम्रो यसरी बन्दैछ यहाँ यसरी नै समात नि यसरी सामान हालेर पानी हाल्दैन गोलो अब मजाले भन्नुपर्छ ल रगत तयार हुँदैछ हाम्रो त्यसपछिको सिन चाहिँ अब कस्तो छ भन्दाखेरि मैले अब हान्छ क्या अब त्यो अब भिडियोमै हेर्नु होइन जो शरीरलाई चाहिँ बिहाइन्ड सिन पनि देखाइरहनु क्या अझै मैले देखाउनु पाएन क्या मेरोमा चार्ज पनि थिएन अनि सबैजनाको रोल थियो क्या त्यसमा अनि सबजना बिजी थियो क्या अनि आफ्नै रोलमा थियो क्या अनि मोबाइल चाहिँ अब त्यही साइडमा थियो आधी सिन देखाउनु पाएन तर त्यो सिन भिडियोमा देखिन्छ होइन जस अब रगत तयार हुँदैछ क्या हाम्रो भिडियोको लागि दामी हुन्छ अब चार्ज छैन मोबाइल स्विच अफ भइसकेको छ म बाँकीको सिन एकछिनमा फेरि देखाउँछ है त हाम्रो चाहिँ त्यो रगतवाला सिन सकिसक्यो होइन हक्का सकाएर भाइ र म थियो होइन दुईजनाको सिन बल्ल सक्यो क्या मुख यस्तो ताल छ लुगाको ताल यस्तो छ है त्यसको झन् लुगा हाल्नु नि सानसानो त्यसलाई पनि धेरै गर्नुपर्ने क्या हुन्छ नि यसको नि बिहान सिन देखाउनु पाएन होइन चार्ज छैन क्या त्यही भएर बेला बेला मात्रै खिचिरहेको छ क्या सिनहरू ताल चाहिँ यस्तो छ क्या आफ्नो लागि पुरै अब सकि लागिसक्यो अब भनेको अब गनको सिन भर्खर चाहिँ उसलाई चक्कुले हानेको वाला सिन थियो अब चाहिँ गनको सिन छ क्या अब धेरै छैन होइन अब सकिँला भनौँ न अब 70% जति भयो भनौँ न अबको सिन चाहिँ हाम्रो यो रुममा भर्खर चाहिँ हाम्रो यो रुममा भएको थियो होइन अबको सिन यहाँ हुन्छ एउटा सिन यहाँ हुन्छ अनि अर्को सिन चाहिँ उतै तलबाट हुन्छ क्या त्यहाँनिर हुन्छ होइन अनि चाहिँ सक्यो अनि ऊ अब एउटा सिन चाहिँ उसलाई मार्छ मैले अनि अर्को चाहिँ यता अर्को भाइलाई मार्छ अनि त्यसपछि अरू चाहिँ हाम्रो उतै जात्रामै हुन्छ क्या बाँकीको सुट क्या हजुर अरू चाहिँ जुन त्यो जात्रामा हुलमिलमा छ नि अब अरू सिन त्यहाँ हुन्छ भर्खर यो सिन चाहिँ सक्यो होइन मुखसुक अब एकछिन अब मुखसुक धुनु पऱ्यो कस्तो छ क्या ताली हातहरू पुरै यस्तो भइरहेछ लुगाहरू सब गयो नि रातमै भयो पुरै ठिक छ गर्नुपर्छ अब सुरु हुन्छ मेन सिन पक्न अब सुरु भयो क्या तिमीहरूलाई मैले किन लखाटेँ किन यहाँमा आएको अब त्यो सब थाहा हुन्छ क्या अब खै केटाहरू कहाँ गयो कहाँ त्यहाँनिर सक्यो ए यहाँबाट त्यहाँनिर नि हो खै त बाटो ल ठिक छ ल बाँकीको सिनमा तपाईँहरूलाई एकछिनमा देखाउँछु है ल हेर्दै गर्नु है हाम्रो चाहिँ यो बल्ल सक्यो भन्नाले नि आधी यस्तो 100%मा हाम्रो चाहिँ कति 50 जति चाहिँ सक्यो होइन है 50 जति सक्यो होइन 50% जति 50 होइन सायद 35% जति सक्यो 30-35 त्यो 100मा अब भनौँ न 35-40% जति बल्ल सकाएर बाँकी क्लिपहरू चाहिँ बाँकीको सर्ट चाहिँ हाम्रो भोलि छ क्या भोलि र पर्सि छ अब आजको लागि चाहिँ हाम्रो सक्यो भने सक्यो नि भनौँ होइन क्यामेरा भएको दामी हुन्छ त्यही त अब क्यामेरा त म्यानेज गर्न सकेन हाम्रो चाहिँ मोबाइलबाटै सुट गरेर हो क्या फेरि हाम्रो सबै क्लिपहरू क्या सबै अहिलेसम्म जतिवटा भिडियोहरू बनायो त्यो सब फोनबाटै हो क्या अनि अब हामी चाहिँ अब भर्खर मेरो घर गएर अनि फेरि फर्किनु लाग्यो भने फेरि बढी बजार लाग्यो अहिले अब बाँकीको क्लिपहरू चाहिँ अब हाम्रो भोलि नै सुट हुन्छ भोलि पनि फेरि चाहिँ धुलखेलमै छ हाम्रो सबै यो सबै भिडियो पानी छैन उतातिर परेर छ क्या यो सब हाम्रो सुट चाहिँ धुलखेलमै हो सबै भोलिको पर्सिसम्म लाग्छ चाहिँ भिडियो चाहिँ खासै लामो नभए पनि तर बनाउनु चाहिँ टाइम लाग्ने कि लास्टै फेरि केटा हामी हालो भइसक्यो होइन अब
त्यही हो सिधै भोलि नै भेटिन्छ होला अब आज त केही पनि छैन अब यही सक्यो आजको लागि सिधै अब भोलि जुन बेला हामी भिडियो सुट गर्छ नि त्यही बेला म सुरु गर्छु है त